हेलो गाइस सबैमा दर्शक नमस्ते। आज चाहिँ भने हामी फाइनली भरतपुर महानगरपालिका वडा नम्बर 6 को चोक बजार भन्ने ठाउँमा हाट बजार लाग्दैछ। हाट बजारमा हामी जाँदैछौँ है। हाट बजारतिर जाँदैछौँ। ल तपाईहरुलाई सानो भिडियो क्लिप्स भ्लग बनाएर हाल्नेछु। यसो हेरेर साथ दिनु होला। सबैले लाइक्स कमेन्ट शेयर गर्नु होला है त। ल हेर्नुस् यहाँ यस्तो छ यो हाट बजार हाम्रो एकदम झिलिमिली छ है। अब चाहिँ हामी भर्खर आइपुग्यौँ। अब हामी जान्छौँ यसो तरकारीहरू लिएर अफिस फर्किने छौँ है। अब तपाईहरुलाई यसो सानो क्लिप्स देखाउँछु है त साथीहरु। के छ दाइ? स्याउकेराको के छ अवस्था? स्याउकेराको ठिक छ? स्याउकेराको अवस्था ठिक छ? ल स्याउकेराको कति बिक्री भयो आज? दाइ आज कति बिक्री भयो त? भयो कति? गाडी भरि ल्याउनु भएको थियो। यो भरि थियो? गाडी भरि अलिअलि हुन्छ, एक एक कार्टुन हुन्छ। अलिअलि आउँछ हेर्नु न। एक कार्टुन सेउमा आधी बिक्री आधी खत्तम। 250 को सेउ। अब यस्तो छ किसानीलाई गाह्रो छ क्या। ल सेउ 150 150 पनि गाह्रो छ। अब उताबाट झन् कति सस्ता कति कुदी आउँदाखेरि यति आइपुग्यो होइन। त गाइस हामी चाहिँ हाट बजारको यो पुरै यस्तो छ हाम्रो हाट बजार। के छ झलला दाइ? ठिक छ एकदम? ल हाम्रो झललाले पनि एकदम ठिक छ अरे झललालाई। धेरै समयपछि भेट भयो हाम्रो झलला। अनि यो कपडा हो यो हाम्रो के अरे चोक बजारको हाट बजार है साथीहरू। तपाईँहरू कतातिर हुनुहुन्छ चोक बजारको हाट बजार घुम्न आउन मन छ भने आउनु होला है त। यो चोक बजारको हाट बजार हो। यतातिर अलिक पातल अलि लास्ट भइसक्यो होइन। अब एउटा तरकारी पसल हो। यस्तो छ हाम्रो हाट बजार है। हामी चाहिँ यसरी हिँड्दैछौँ साथीहरू ट्याक्क यसरी त्यो झलला के पाराको छ ल्याएर छ झलला आउने रहेछ नि क्या साथीहरू। हाम्रो चाहिँ उतो अर्को भातिर हाम्रो तरकारी रेडी भएर राखिसक्नु भएको छ दाइले। हामीले चाहिँ तरकारी लिएर हिँडेको है। एक बोरा तरकारी लिएर हिँड्दैछौँ हामी चाहिँ। अब तरकारी लिएर हिँड्यो ल गाडीले आँखा देख्दैन के अरे तरकारी ल साथीहरू। तरकारी लिएर हाट बजारबाट बाई आज खानेकुरा खाइएन पुरै खाल्टीमा धेरै छैन। कहाँ खान्छ नि त गाह्रो छ साथीहरू। मेरो चाहिँ अब समय अफ हुन लाग्यो। लाइक कमेन्ट सेयर गर्दै गर्नु होला। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है त साथीहरू। ल बाई बाई।